साथीहरु हाम्रो आर्मी पनि आयो हैन सबैभन्दा पहिला सबैलाई गुड मर्निङ यता हाम्रो राजा पनि आइसक्यो यता हाम्रो रामबाबु आइसक्यो हैन यता हाम्रो लोडर अब टनलबाट निक्लिदैछ आज एउटा डिलिङ नट बङ्गे जस्तो छ है देख्न सक्नुहुन्छ आर्मीहरु आएको छन् अब चाहिँ हामी भित्र जाने हो भित्र गएर फेस लोडिङ गरेर ब्लास्ट गर्न छ यता ग्राउन्डिङ गरेर आएको रहेछ क्या फेस बकेट धुन लाग्छ यता पानी चलाइदिन्छु म हैन बकेट धुँदैछ देख्न सक्नुहुन्छ साथीहरु यो माल हो हैन यसलाई ब्लास्टको माल भन्छ म एक प्रकारले बम भनौं न हैन एक्सप्लोसिभ भन्छ यसलाई हैन आर्मीहरु लिएर आउनुहुन्छ यो ब्यारेकबाट हैन गाडीमा अनि हामी चाहिँ सुरुङ भित्र लगेर पड्काउनु छम हैन उहाँ जाँदै हुनुहुन्छ हाम्रो नाइट ड्युटी गरेको लोडर गुरु उहाँ हो त्यो क्यामेरा धुन्दला देख्दैछ हैन उहाँको शिफ्ट सकियो अब मेरो शिफ्ट सुरु भयो हैन यता मलाई देख्न सक्नुहुन्छ लोडरमा अहिले बिहानको टाइम हेर्नुस् 7:15 भयो म ड्युटी जोइन हुँदाखेरि किनकि लोडर सुरुङ भित्र गएको थियो अनि बाहिर निस्किन ढिलो भयो यता चाहिँ हाम्रो सुरुङ छ हैन यता चाहिँ हाम्रो मेसिन छार्को यता चाहिँ म क्यामेरामा भिडियो बनाउँदैछु माल पनि लोडिङ भयो हैन यता हाम्रो इलेक्ट्रिसियन भाइ हो बर्दाघाटको ठिक छ साथीहरु आज तपाईहरुलाई सुरुङको भिजिट गराउँछु मैले हैन के कस्तो हुन्छ भित्र काम भनेर देख्न सक्नुहुन्छ साथीहरु भित्रबाट काम गरेर आएको छन् दुईजना नाइट ड्युटी वालाहरु हैन अब हामी चाहिँ डे ड्युटी वालाहरु जाँदैछौँ भित्र हाम्रो शिफ्ट सुरु भयो अब साँझ 7 बजेसम्म हाम्रो काम हुन्छ यो चाहिँ अडिट टनल हो हैन भित्र एचआरटी देख्नुहुन्छ अहिले मान्छेहरु अरु पनि आउँदैछन् साथीहरु देख्नुहुन्छ हाम्रो एचआरटी सुरु भयो हैन एचआरटी टनल ठुलो छ यो हैन पछाडि पनि देखाइदेऊ न डाउन साइड पछाडि पनि देख्न सक्नुहुन्छ डाउन साइड छ अप्रो डाउन साइड हैन डबल बेस टनल साइज चाहिँ निकै ठुलो छ हैन 6x6 को टनल हो कि कतिको हो यो एडिट चाहिँ सानो छ भित्र आएर एचआरटी ठुलो छ स्काई भेटरै छिरेर काम गर्न मिल्छ हैन तर मकिङ चाहिँ हामी आफैले गर्नुपर्छ लोडरले देख्न सक्नुहुन्छ साथीहरु हामी चाहिँ फेसमा पुग्यो हैन यता हाम्रो सर जियोलोजी सर रक हेर्दै हुन्छ कस्तो छ भनेर अब हाम्रो यहाँ लोडिङ सुरु हुन्छ हैन मैले माथि स्केल गरेको हैन माथि टप मर्दै ढुङ्गाको चाहिँ यसरी झार्छ हैन यहाँ तल किनकि मान्छेले काम गर्दाखेरि माथि टपमा झर्ने समस्या आउँछ कि हैन ढुङ्गा झऱ्यो भने त्यही भएर काम गर्नुभन्दा पहिला माथि झुन्डेको अड्केको ढुङ्गाको चाहिँ रडी कोटाएर झार्ने काम गर्छ पहिला हैन त्यसपछि फेस लोडिङ सुरु हुन्छ नि यसरी गाह्रो छ पैसा कमाउनु पनि यस्तो टनलभित्र काम गरिन्छ डेन्जर हुन्छ हैन नगरी पनि सुख छैन घर परिवार पाल्न पर्यो पार्टीसेट पाल्न पर्यो हैन यस्तो डेन्जर हुन्छ अब यो माथि अड्केको ढुङ्गाहरू सबै झारेर चाहिँ त्यहाँबाट फेस लोडिङ सुरु हुन्छ फेस लोडिङ सुरु भएपछि अनि ब्लास्ट हुन्छ हैन तपाईलाई ब्लास्ट भएको चाहिँ देखाउन सक्दिनँ कि मैले हैन किनकि ब्लास्ट भएको बेलामा मान्छे भित्र बसिदैन ब्लास्ट भइसकेपछि चाहिँ कस्तो हुन्छ भन्ने कुरो तपाईलाई म देखाउँछु है त्यहाँबाट माटो लोड गरेको पनि देखाउँछु तपाईलाई देख्न सक्नुहुन्छ साथीहरु फेस माथि सफा गरेर सक्यो है थम्दै फेस त कालो ढुङ्गा आउन लाग्छ है लुज वाला अब लुज आयो अब यस्तै अगाडि छ भने त लुज आउन सुरु हुन्छ हौ अब हाम्रो फेस लोडिङ सुरु हुन्छ हैन यहाँ देख्न सक्नुहुन्छ साथीहरु सबै आइसक्यो अब यसलाई भित्र लोला दुलोमा लोला हालेर त्यहाँ लोड स्टिकले यसरी पछारेर देख्न सक्नुहुन्छ
यस्तो यस्तो दुलो हुन्छ होइन, यस्तो रक ढुङ्गा हुन्छ यस्तो। पुरै पछाडि पुरै अँधेरो छ होइन, लाइट नभएर, लाइट बिग्रेर। चार्जिङ सुरु हुन्छ होइन। यता हाम्रो थम्दै हुनुहुन्छ फोरम्यान। अब नम्बर हाल्न सुरु गर्दैछ होइन साथीहरूले। नम्बर हालेर चाहिँ लोडिङ हुन्छ सुरु। अनि लोडिङ गरेपछि 1 घन्टामा लोडिङ सक्छ होइन साथीहरूले। त्यहाँबाट अनि बाहिर गएर ब्लास्ट गर्ने हो। बाहिर गएर ब्लास्ट गरिसके पछाडि चाहिँ माटो उठाउन सुरु हुन्छ। टिप्परमा लोड हुन्छ माटो होइन, भित्री लोड हुन्छ। मैले लोड गरिदिन्छु टिप्परलाई, बाहिर निकाल्छ माटो। त्यसपछि फेरि यही प्रोसेस सुरु हुन्छ। फेरि डिलिङ हुन्छ, स्केलिङ हुन्छ, स्केलिङ पछि डिलिङ हुन्छ। फेरि आर्मीले ब्लास्ट गर्नलाई माल लिएर आउँछ होइन, एक्सप्लोसिभ। फेरि लिएर आएपछि फेरि प्रोसेस यहीँ नै हुन्छ। हाम्रो डेली प्रोसेस यही हुन्छ। डिलिङ ब्लास्ट, सर्किट, रक बोल, ग्राउन्ड, लोडिङ गर्ने केटाहरू छन् लगभग 11जना 12जना जति होला। पौने घन्टा 1 घन्टामा फेस लोडिङ गरेर सक्छ। देख्न सक्नुहुन्छ साथीहरू, अब यहाँ फेस लोडिङ सुरु भयो होइन। हाम्रो थम दाइले पनि लोडिङ गरिरहेछन् आज। फोरम्यान, टनल फोरम्यान हो आज चाहिँ। यता देख्न सक्नुहुन्छ धुलोमा यसरी नम्बर लगाउने प्रोसेस हुन्छ होइन। त्यो दुलोमा त्यो नम्बर हो कि ब्लास्ट गर्नको लागि। यो चिजहरू आर्मीहरूसँग बाइक अन्त मिल्दैन होइन। यो आर्मीहरूको अन्डरमा हुन्छ यो माल, किनकि यो ब्लास्ट गर्ने सामानहरू हो नि त। यो पब्लिकलाई अलाउड छैन यो चिजहरू होइन। यता बकेटमा चढेर काम गर्दैछ ब्लास्ट गर्नलाई। फेस लोडिङ सुरु भयो होइन। दुलोमा चाहिँ एक्सप्लोसिभ छिराउँदै त्यहाँबाट यो स्टिक हुन्छ यो होइन। यो स्टिकले चाहिँ ठेलेर दुलोभित्र छिराएर चाहिँ लगभग 1.5 मिटर 2 मिटर जस्तो पड्किन्छ। लाइट हेलो दिन बिग्रियो कि लिनु गयो बाहिर अनि गछ त लिन। लाइट बिग्रेर आउँदैन अघि भनिदिएनन् नि त। भनिदिएको भए लाइट लिएर आउँथ्यो नि बिचराले। यहाँ हाम्रो इलेक्ट्रिसियन भाइले ब्लास्टको लागि कनेक्सन दिँदैछ होइन तारबाट। उताबाट तार लिएर आएर यहाँ चाहिँ कनेक्सन दिन्छ उसले। यता चाहिँ अझै लोडिङ भइरहेछ। तपाईहरुलाई पनि टनलको एक्सपिरियन्स हुन्छ हैन यो भ्लग हेर्नुभयो भने। त्यहाँ देख्न सक्नुहुन्छ साथीहरु हैन, यो वायरहरु झुन्डेछ नि हैन। यो सबै दुलोमा बम छिराएर चाहिँ त्यसको तार हो हैन। अनि त्यो तारलाई चाहिँ पछि कनेक्सन गरेर अनि लाइन दिएर त्यसरी नै हो भड्काउने हैन। यता तल काम गरिरहेछन् साथीहरु हैन, देख्न सक्नुहुन्छ। तल पनि छ मान्छेहरु। कस्तो देखिन्छ हैन लोडिङ ब्लास्टको काम चाहिँ डेन्जर हुन्छ साथीहरु हैन। किनकि चार्जिङ गर्दा गर्दा पनि हैन कुनै बेला ब्लास्ट भइदिन्छ हैन। सानो मिस्टेकले गर्दा ब्लास्ट भइदिन्छ। डेन्जर हुन्छ लोडिङ। यो चार्जिङ गर्ने काम चाहिँ एकदम डेन्जर हो हैन। बहुत रिस्की काम हो कि हैन। अनि इन्डियामा एकरा त्यस्तै ब्लास्ट भएर अनि टनलभित्र ब्लास्ट भएर यस्तै लोडिङ गर्दाखेरि अनि मान्छे कतिजना मर्यो भन्ने एउटा न्युज पनि आएको थियो हैन। तर त्यो कहाँ कुन ठाउँमा कम्पनी हो थाहा छैन मलाई हैन। त्यस्तो चाहिँ हुन्छ कि कुनै बेला
कहिले डिलिङ गर्दाखेरि पड्किन्छ भित्र छोडिएको माल। यो चार्जिङ गर्ने काम एकदम डेन्जर हो होइन। साथीहरू देख्न सक्नुहुन्छ होइन, फेस चार्जिङ गरेर सकियो अहिलेलाई होइन। अब ब्लास्टको लागि तयारी हुँदैछ। हाम्रो ब्लास्टर रामबाबु यसै हुनुहुन्छ त्यहाँ, देख्न सक्नुहुन्छ कनेक्सनहरू। अब चाहिँ हामी बाहिर गएर पड्काउने काम हुन्छ हाम्रो होइन। भित्रको काम सकियो अहिले। देख्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ होइन फेस लोडिङ गरेर बाहिर निस्किँदैछौँ होइन। अब बाहिर निस्किएर चाहिँ ब्लास्ट गरिन्छ बाहिरबाट होइन। भित्रबाट ब्लास्ट गर्नु गाह्रो छ, मान्छे बसिँदैन भित्र, आवाज ठुलो आउँछ। त्यसैले हामी बाहिर निस्क्यौँ होइन। अब बाहिर निस्केर तपाईँहरूलाई अब ब्लास्ट भएको देखाउँछु होइन। अब ब्लास्ट हुन्छ हेर्नु है। थम्दै खै र हजुर। देख्नुभयो ब्लास्ट भयो होइन। साथीहरू देख्न सक्नुहुन्छ बुमर पनि बाहिर आयो अहिले। हाम्रो बिनु सर थम्दै हुनुहुन्छ। अब भित्र लाइट हाल्नको लागि इलेक्ट्रिसियन भाइ आउँदैछ, यहाँ चढ्दैछ होइन। अब भित्र म माटो उठाउन जान्छु। चढ चढ भाइ छिटो चढ होइन। अब एसी चलाउँछु म होइन। अब एसीको हावा खाँदै जाने भित्र। देख्नुहुन्छ टनल होइन। अब भित्र गएर माटो उठाइन्छ अहिले। टिप्परहरू आउँछ पछाडि लाइट झलम। अब भित्र गएर हेर्नु होला साथीहरू, ब्लास्ट भएपछि माटो कस्तो हुन्छ भनेर होइन। म तपाईँलाई माटो देखाउँछु भित्र गएर। अहिलेलाई चाहिँ यति नै है। फेरि भित्र गएर ब्लास्ट भएको माटो देखाउँछु। हेर्नु साथीहरू, ब्लास्ट भइसके पछाडि चाहिँ होइन टनलभित्र कस्तो धुवा हुन्छ, कस्तो ग्यास हुन्छ होइन। तपाईँहरूले भन्नुहुन्छ टनलमा काम गर्न त्यस्तो सजिलो छ भनेर होइन। तर सजिलो हुँदैन है। देख्न सक्नुहुन्छ हेर्नुहोस् कस्तो छ, सेतै छ, कुहिरो लागे जस्तो धुवा। यो सबै ग्यास होइन ब्लास्टको, केही देख्दैन। लाइट पनि बत्ती बोलेको पनि देख्दैन अगाडि। अब यस्तो ग्यासमा कसरी काम हुन्छ, कति गाह्रो हुन्छ काम गर्न होइन। भित्र माटो लोड गर्न। माटो चाहिँ हाम्रो यता लोड हुन्छ होइन। यहाँ हाम्रो लोड गर्ने ठाउँ बनाएको हुन्छ निच। माटो चाहिँ अगाडि छ अहिले। सब म फेसमा पुग्न लागिसक्यो होइन। अनि आजको भ्लगको चाहिँ मेरो पुरै भिडियो हेर्नु होला, बल्ल थाहा हुन्छ टनलको बारेमा होइन। अनि राम्रोसँग पुरै भिडियो वाच गर्नु होला। अगाडि आएर ग्यास छैन, फेरि पछाडि हावाले धकलिसक्यो कि होइन। अब हेर्नुहोस् ब्लास्ट भइसके पछाडि चाहिँ यस्तो हुन्छ। ब्लास्ट भइसकेपछि चाहिँ यसरी माटो बस्छ। यसरी माटो बस्छ अनि यसलाई चाहिँ उठाएर गाडीमा लोड गर्ने। देख्नुभयो नि साथीहरू होइन। यस्तै हो काम हाम्रो होइन। ब्लास्ट हुन्छ अनि यो माटो उठाउने, टिप्परमा हाल्ने। टिप्पर पर पछाडि आउँछ टिप्पर। अब चाहिँ म मेरो काम सुरु गर्छु होइन। अब क्यामेराम्यान छैन, मैले काम गर्नु पर्यो होइन। देख्न सक्नुहुन्छ साथीहरू होइन, मैले माटो लोड गरेर लिएर आएँ होइन। अब टिप्पर आएको छ, टिप्परमा हालिदिने हो। टिप्पर आएर बसेछ होइन। देख्न सक्नुहुन्छ टिप्पर आयो होइन। अब यो टिप्परमा चाहिँ मैले यो माटो यसरी लोड गरिदिने हो।